So, welcome to the new vlogs. अबुधाबी आफ्टर लङ टाइम पछि म चाहिँ यसो मार्केटमा आएको छु होइन सो अबुधाबीको अहिलेको दृश्य देख्न सक्नुहुन्छ र उहाँ चाहिँ हाम्रो किरण भण्डारी सर हुनुहुन्छ ल हेर्नुहोस् अब हिजो दिउँसोको पानी यस्तो भएको हुन्छ सो आज म तपाईँलाई म चाहिँ खाना खाना जाने ठाउँदेखि लिएर हामी अबुधाबीमा बस्ने गाइडहरूको स्ट्रगल सबै देखाउँछु ल हाम्रो किरण सर हाई गरिदिनुहोस् त ल मेरो सब्सक्राइबरलाई चाहिँ एकदम आफ्टर लङ टाइम पछि म चाहिँ भ्लग गराउँदैछु है त ल टु बी कन्टिन्यू गाइड्स त्यो मोनिटाइज भएको पनि डिमोनिटाइज भयो फेरि मोनिटाइज गराउनु परेन सो गाइस यो हो अनि त्यहाँबाट यो वालेट त्यसपछि हाम्रो एक्सिस चाहिन्छ यहाँ यो एक्सिस कार्ड भएपछि बल्ल खुल्छ नत्र खुल्दैन सो यु क्यान सी द्याट्स अबुधाबीको कचडाहरू देखाउने भने फेरि भाइरल हुन्छ कि हेर्नुहोस् त सो अब खानासाना ल्याउनु जाने गाह्रो छ बाटोको हालखबर सो कस्तो फिल भइरहेछ त नि चिरन सर हजुरलाई बार भने पनि रेस्टुरेन्ट भने पनि क्लब भने पनि डिस्को भने पनि बोतल त्यहाँ मजाले मिलाएर राखेको छ पानीले त मिलाइदियो होला नि है त्यहाँ मजाले मिलेछ है प्राय ह्यान्डसम फेरि अहिलेको करेन्टली अबुधाबीको चाहिँ के भन्छ अरे अबुधाबीको मौसम हेर्न सक्नुहुन्छ गाइस त्यही हो यो लेबर क्याम्पतिर बस्दा फेरि अलिकति प्रब्लम हुने भनेको यस्तै छ पानी परे पनि अब फेरि अबुधाबीमा ट्रेड्सहरू पनि आइराख्ने बेला बेलामा चाहिँ माथिबाट चाहिँ यिनीहरूले रिसाउने घरि चाहिँ बारिस वर्षाउने भइरहेको छ त्यस्तै छ गाइस यस्तै चल्दैछ हो सो हामी चाहिँ खाना आज नेपाली थकाली खाना खान जाऊँ भनेर चाहिँ हिँडेको पैसा त छैन फेरि पनि त्यही त हो पापी पेटको लागि के गर्नुपर्छ सो यही हो क्याम्प हो यस्तै हुन्छ अब सबै लेबर क्याम्पमा बस्नु त हो नि अनि यहाँ वेटिङ फर द बस त्यही हो काम सबै यस्तै हो सो त्यसपछि हामी अब चाहिँ हाम्रो उसमा पल्लोपट्टि हामी त ओल्लैतिरबाट जान्छौँ नि भात खान हिँडेको ए, तपाईँ पल्लोबाट जाने यही छ यहाँबाट चाहिँ हामी हो माइ गड यस्तो हालतमा चाहिँ बस्नुपर्छ बाध्यताको किनकि अब यस्तोमा यिनीहरू प्रिपेयर हुँदैन कि यिनीहरूसित ड्रेनेजहरू हुँदैन नालीहरू हुँदैन अनि अब समुद्री तटबाट चाहिँ एकदम नजिकै छ नि त त्यसपछि चाहिँ हुन्छ जस आबुधाबीलाई यही यही अब यो 15-20 दिनसम्म यस्तै हुन्छ यो होस् त ए, माटो साटो छैन के हुने सोच्दैन तर अब यिनीहरूले चाहिँ त्यही अब ट्याङ्करमा भरेर लड फाल्ने हो कहिलेसम्म भात लाग्छ आमामा भात खानु जानु पनि मन छैन त के खानै पऱ्यो आगो निस्को लाग्यो जस्तो लाग्छ देख्न सक्नुहुन्छ गाइस गाह्रो छ गाइस गाह्रो छ जस्तै ओ समुद्री स्केलले भयो हौ त्यो छाल आयो त्यो घाटो छाल आयो छाल 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 समुद्रको पाइप दिइरहेछ ओ नागी छालले छत छत तोरीमा चिसो
मेरो नि जग्गामा मेरो यस्तै छ। ल बिचरा कसको स्कुटी ढलेछ पुग्नुमै गाह्रो छ गाह्रो छ। उसको स्कुटी दुईटा स्कुटी ढलेको छ। यस्तो लड्यो यार बिचराहरू है। ल अब हाम्रो चाहिँ हेर्नुहोस् त कस्तो डेन्जर गर्नु। ल अब हाम्रो चाहिँ भात खाने ठाउँ आयो। जानु पर्यो आज चाहिँ मिठो खानु पर्यो यत्रो लङ टाइमपछि। सो गाइस अब यो गल्लीबाट छोड्ने चलो। न्यू ओपन किचन स्कुल यहाँ छ। यस्तो बाङ्लाहरू भयो यस्तो भयो। अनि यो सदरमाथा हामी यहाँबाट चाहिँ बिजुली खाना लगेर खान्छ क्याम्पतिर। अनि त्यसपछि अर्को छ नयाँ खाजा घर यहाँ चाहिँ हो खानासाना खाने हामी। उसले सिकेको छ के पाउँछ होला। बरु है अब आज के छ खानेकुराहरू यही हो। र हाम्रो खाजा घरतिर खाना आउनुहोस् युट्युब च्यानलबाट सब्सक्राइब गरेर है। हाम्रो चाहिँ यहाँ ब्याचलर यहाँ खाना डोजरहरू सबै छ यस्तो भेराइटिज हुन्छ। त्यही हो। ल अब खाना खानु गयो। यही अब लमजुङको भाइ उता अब बसेर चाहिँ भलामिसाहरू म चाहिँ भाइले चाहिँ हाँस लगाएको यो भाइको त्यो मेरो फेरि भुटन भुटन सो ल है कहिले कसो अब खानु पनि पर्छ कि यस्तो यस्तो सो भाइ चलो चलो ल अब केमा केमा हड्डी रे भातै छोडिदिएको ठिकै छ ल गाइस इट्स फर यु है। चलो अब आजै हो भोलिबाट फेरि त्यही 10 रुपियाँ त्यो त्यही 2 रुपियाँवाला भात खाने जिन्दगी मोटाउने। आउन भुटन पनि के हो खानु र भात हेर्न सिधै बसबाट झरेर त्यहाँ आउँछ नि क्या भाइ भयो म आएको त्यही भएर भोलिबाट भाइ चाहिँ भात लिन आउँछ त्यही भएर भिडियो भाइ मिठो अलिकति पब्लिसिटी पनि हानिदियो होला नि लङ टाइम सिगरेट पनि उमेरमा हुँदैन कि त्यो 3 स्टारमा मात्रै हो सो यही हो। सपिङ गर्न पऱ्यो भने चाहिँ खाना खाने गर्दै ल गाइस ल आओ हाम्रो दुबईको तालमा खेल्न पौडी। ल गाइस यू क्यान इजिली सी यस पिक्चर लिटरली घोडा घोडा पुग्नु लागिसकेको छ हो भाइको। अनि होइन हेर्नुहोस् न पानी चलो नाच्दै हिँड्नु परेको हो। जम्न चाहिँ खाल्टामा जम्नु पऱ्यो भने फेरि त्यो रिक्स हो यार। यो गरिब दुखीलाई चाहिँ कहीँ गएर पनि सेफ छैन। सो त्यही हो हाम्रो क्याम्प यो क्याम्प म चाहिँ यता सेकेन्डमा बस्छु। यहाँबाट हिँडिदिने हो बाटो क्रस सिआइडी त नहोला नि सिआइडीहरू हेर्नुहोस् त
के गरोस् त भाइ त आउँदैन के आउँदैन त्यस्तो